अहिले बजारमा एकदमै बढी चर्चामा रहेको छ ड्रोन शटहरू। यो S136 ड्रोन चलाएँ। यो चाहिँ भनेको 2080 साल चैत्र 10 गतेको दिन हाम्रो जुनु लिम्बूबाट गिफ्ट भएको थियो र मैले यो ड्रोन सुरुमा चलाएँ। मसँग 2वटा ड्रोनहरू रहेको छ। यो चाहिँ अत्यन्तै धेरै सिक्नको लागि चाहिँ एकदम पर्फेक्ट ड्रोन हो, एकदमै पर्फेक्ट ड्रोन हो। अहिले हामी बजारमा देख्ने गर्छौँ है, यसलाई मैले एकछिन साइड लगाएँ। हामी बजारमा देख्ने गर्छौँ त्यो 2000, 2500, 7000, 10000, 12000 को भनेर एउटा ड्रोनको चाहिँ हामी देख्ने गर्छौँ विज्ञापनहरू। त्यो विज्ञापनको पछि लाग्नु त्यति उपयुक्त हुँदैन, किनकि सिक्नको लागि पनि 20,000 देखि एबभको ड्रोनहरूमा चाहिँ धेरै उपयुक्त हुने गर्छ। किनकि त्यो 5000, 6000, 7000, 10, 12000 को ड्रोनहरू चाहिँ एउटा ड्रोन उडाएँ भन्नको लागि मात्रै हो, जसबाट चाहिँ न त त्यसले प्रोफेसनल्ली पछि त्यहाँबाट सिकेकोले काम दिन्छ, न त त्यसले उपयुक्त ढङ्गबाट कामै गर्छ। एकचोटि ठोकियो भने त्यो सकियो, उपयुक्त हुँदैन सिक्नको लागि पनि। यो ड्रोन चाहिँ बजारमा 24,999 रुपियाँ पर्ने गर्छ र यो ड्रोनबाट मैले धेरै सिकेँ। एक्कासी हामीले ठुलो प्रोफेसनल ड्रोनबाट सिक्न उपयुक्त हुँदैन, किनकि हामीले ठुलो ड्रोनबाट सिक्यौँ भने ड्रोनहरू क्राइस हुन्छ, अत्यन्तै धेरै ड्रोनहरू चाहिँ फाट्ने, ड्रोनहरू चाहिँ ठोकिने, यस्ता खालको समस्याहरू आउने गर्छ, जसमा सेन्सर पनि आउने गर्छ। यसले खासै धेरै राम्रो काम गर्दैन, जसले गर्दाखेरि सिक्नको लागि त यो उपयुक्त नै छ यो यतिसम्मको ड्रोन। तर योभन्दा कम बजेटको ड्रोनमा भने चाहिँ सिक्न पनि त्यति उपयुक्त हुँदैन। आज भने चाहिँ मैले 2081 साल चैत्र 10 गते मेरो जन्मदिनको अवसरमा चाहिँ मैले एउटा एकदमै प्रोफेसनल ड्रोन गिफ्ट भएको छ जुनु लिम्बूबाट। मैले अनबक्सिङ पनि 10 गतेको दिनै गरेँ र एकदमै सरप्राइजिङ लाग्यो। र यो ड्रोन काई 2 प्रो भन्ने ड्रोन हो। यसलाई एकचोटि अनबक्स गरेर हेरौँ है। अत्यन्तै धेरै एकदमै बक्समा छ, सुन्दर छ है। मैले 10 गतेदेखि 2-4 दिन मात्रै उडाएँ यसलाई, धेरै त उडाएको छैन, तर एकदमै प्रोफेसनल ड्रोन हो यो। अब यो ड्रोनलाई म ओपन गर्न गइरहेको छु। यसको ब्याक यहाँ एसेसरिजहरू भयो है। ड्रोनको बारेमा विस्तृत जानकारी यहाँ हुने गर्छ, तपाईँहरूले यो पाउनुहुनेछ। यो ड्रोनको बजार मूल्य भने 70,000 रहेको छ। अनलाइन पसलहरूले 50,000सम्म पनि दिने भनेर भनिएको हुन्छ, तर त्यहाँनिर चाहिँ केही न केही चाहिँ फल्टै हुन्छ, किनकि 70,000 को ड्रोन 50,000 दिने भनेपछि त्यहाँ केही न केही चाहिँ शङ्का गर्ने सुविधा चाहिँ हामी जोकाले हुने गर्छ। यो मेरो चाहिँ सेकेन्ड ड्रोन हो एकदमै है। सुन्दर छ, साँच्चै राम्रो छ यो ड्रोन। म एकछिन योभन्दा अगाडि मैले यसलाई यता राखेँ एकछिन। यो चाहिँ भनेको रहेको छ रिमोट कन्ट्रोल भयो, RC। झन्डै यो हेर्ने हो भने DJI को जस्तो देखिन्छ। यहीँनिर नै देख्न सक्नुहुन्छ, यहाँनिर नै डिजिटल चाहिँ डिस्प्ले रहेको छ। पनि स्मुथ रहेछ, जोयस्टिकहरू पनि एकदमै स्मुथ रहेको छ। र यहाँनिर विभिन्न बटमहरू रहेको छ है, जस्तै यहाँ GPS भयो, फोटो भिडियो भयो, यहाँनिर अन्य विविध बटमहरू रहेको छ। अटो होम सिस्टम रहेको छ। यसको बारेमा म अर्को भागमा लिएर आउनेछु। र अन्य यसलाई मैले यता राखेँ। र अर्को रहेको छ यहाँनिर चाहिँ अर्को चिज रहेछ। यहाँ चाहिँ C टाइपको USB केबल पनि दिने गरिन्छ। त्यसै गरिकन यहाँभित्र हेर्ने भने अन्य पोपुलरहरू, यसरी अन्य पोपुलर स्क्रुड्राइभरहरू यहाँनिर दिने गरिन्छ। कम्पनीले यति दिने गरेको छ। यसलाई पनि मैले यता राखेँ। अर्को रहेको छ यहाँनिर ब्याट्री रहेछ। अत्यन्तै धेरै पावरफुल हुन्छ यो ब्याट्री, एकदमै पावरफुल ब्याट्री रहेको छ। र यो ब्याट्री भनेको चाहिँ 7.4 भोल्ट भोल्टेजको एकदमै हाई भोल्टेज हो है। अघि मैले देखाएको S136 को चाहिँ 3.7 थियो, यो चाहिँ 7.4 भोल्टेजको र 2200 mAh को ब्याट्री रहेको छ, जसले गर्दा आकाशमा कम्पनीले 30 मिनटको चाहिँ फ्लाइट टाइम हुन्छ भनेर भनेको छ। तर व्यावहारिक हिसाबमा हेर्ने हो भने त्यही 20 मिनटदेखि 22 मिनटसम्मको फ्लाइट टाइम चाहिँ मैले पाएँ। यो भनेको राम्रै हो। सुन्दर मेरो ड्रोनतर्फ लाग्छु। यो रहेको छ काई 2 प्रो ड्रोन। अत्यन्तै सुन्दर रहेको छ। यसरी अनफोल्ड गर्ने, यसलाई अनफोल्ड गर्ने यसरी 1080 को चाहिँ रेजुलेसन पाइन्छ। त्यसै गरिकन यहाँबाट फोटो भने चाहिँ 4K 6K हुँदै 8K सम्मको एकदमै राम्रो प्रोफेसनल फोटोहरू यहाँबाट हामी निकाल्ने गर्छौँ। व्यावहारिक रूपमा हेर्ने भने चाहिँ यसको रेन्ज चाहिँ 2700 सम्म पुगेर चाहिँ फर्किएको रेकर्ड रहेको छ। र कम्पनीले चाहिँ यसलाई लगभग 5000 किलोमिटर पुग्छ भनेर चाहिँ भनिएको छ अथवा क्लेम गरिएको छ। यो सुन्दर ड्रोन
मैले गिफ्ट पाएको छु जुनु लिम्बू, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मुनिको ए क्याटेगोरीमा पर्ने ड्रोनहरू चाहिँ लाइसेन्स नचाहिने र 50 मिटरसम्म चाहिँ बजार क्षेत्र अथवा अन्य विविध क्षेत्रमा चाहिँ बिना अनुमति उडाउन पाइन्छ भनेर चाहिँ भनिएको छ। र हामीले रेस्ट्रिक्टेड जोनहरूमा चाहिँ यो उडाउन पाइँदैन। जस्तै मानिलिउँ हामीले सीमा क्षेत्र भयो, त्यसै गरिकन कसैजनाको प्राइभेसी भङ्ग हुने एरियाहरू भयो, सेना प्रहरीको माथि, त्यसै गरिकन एयरपोर्ट जोनतिर चाहिँ हामीले यसलाई उडाउन मिल्दैन। यो रहेको छ सेन्सर रहेको छ, नठोकोस् भन्नको लागि हाई सेक्युरिटीको लागि यसलाई हामीले इन्स्टल गर्न सक्छौँ। यसरी यहाँनिर चाहिँ हामीले ब्याट्री इन्स्टल गर्नुपर्ने हुन्छ यसरी। अनि त्यस पछाडि यहाँबाट हामीले यो गिम्बल प्रोटेक्टरलाई यसरी झिक्ने। अब म यसलाई टेकअप गर्न गइरहेको छु। आकाशमा उडाउन अथवा ड्रोन पाइलट हुन निकै नै गाह्रो हुन्छ। हामीले कुनै पनि ठाउँमा उडाउनका लागि अथवा उडान भर्नका लागि चाहिँ हामीले विशेष यसलाई अलि त्यसमा ब्याट्री कम भएको कारणले गर्दाखेरि मैले यसलाई उडान गर्न सकिनँ। अर्को भागमा म यसलाई उडाएर यहाँहरूको माझमा देखाउनेछु। हवस् त, नमस्ते, फेरि भेटौँला।